हिमालको काखमा बसेको सुन्दर नेपालमा, जहाँ पृथ्वी आकाशसँग जोडिन्छ, अन्नपूर्णा र सगरमाथा चुपचाप उभिएका छन्। बिहानको पहिलो किरणले हिउँ ढाकिएका शिखरहरूलाई सुनौलो बनाउँछ, गहिरो नीलो आकाशसँग ठाडो उभिएर। प्रार्थना झण्डाहरू चिसो हावामा फहराउँछन्, मन्त्रहरू घाँटीभरि फैलाउँदै। खेतहरू भिरालो पहाडमा सिँढी झैँ लागेका छन् र पुराना ढुङ्गा गाउँहरू रातो गुलाबी लालीगुराँसको जङ्गलमा लुकेका छन्। नदीहरू हिम नदीबाट आएर खोजहरूमा गर्जन्छन्, याकहरू साँगुरा बाटोमा हिँड्छन्, शेर्पाहरूले पुस्तौँदेखि हिँडेका बाटोहरूमा। यहाँ समय ढिलो बग्छ, टाढाको गुम्बाबाट घन्टीको आवाज आउँछ, चिसो कुहिरो देवदारको जङ्गलमा उक्लिन्छ, हरेक सूर्योदय संसारको पहिरो जस्तो लाग्छ। यो हो हिमाली नेपाल, कच्चा, शान्त, सधैँ सुन्दर, जहाँ आत्माले विशाल शान्ति पाउँछ।